नमस्ते कोच रमेश श्रेष्ठज्यू। आज पनि चिसापानीले गेम जितिसकेको छ, कस्तो फिल भइरहेको छ भन्नुहोस्। एकदम खुसी, दोस्रो पटक हैन। अब एक जहरिन जित्नुपर्ने बाध्यता छ। अब अहिलेदेखि नै के रे प्रयास गर्दै गर्नुपर्छ। हस्, अब हामी नम्बर 8 मा लगेर ओके, हाम्रो अध्यक्षज्यू के भन्न चाहनुहुन्छ? होइन, म त सबै खेलाडी 14 नम्बरबाट प्रतिनिधित्व गर्ने सबै खेलाडीलाई धन्यवाद दिन चाहन्छु। हामीसँग बाध्यता थियो, हजुर, नजित्नु कोर हामीले एकपटक फर्स्ट भइहाल्यौँ। अब दोस्रो भयौँ, अब अर्को पटक हामी बाध्य भएर अर्को पनि जित्नुपर्ने छ। हामी जित्छौँ। सबै खेलाडी भाइ बहिनीहरूलाई मेरो शुभकामना, धन्यवाद छ। यस्तो खेलहरू मैत्रीपूर्ण खेल हो, यो कुनै ठुलो हासिलको खेल होइन। यसलाई हामीले एउटा मैत्रीपूर्ण सम्बन्धको गाँस्नका निम्ति यो खेलको आयोजना गरेको मन्थली नगरपालिका खेलकुद विकास समिति, सबैलाई धन्यवाद। हस्, थ्याङ्क यू। टिम क्याप्टेन कुमार भुसाल के भन्न चाहनुहुन्छ? केही भन्न चाहन्छु, मलाई चाहिँ अब खुसी लागिरहेको हैन। कस्तो भयो? अब अर्कोचोटि लानुपर्छ त्यही। कुमार भुसालको चाहिँ धेरै कमेन्टमा नामहरू आइरहेको छ। सपोर्टहरू चाहिँ लाइभमा पनि त्यत्तिकै र यहाँ प्रत्यक्ष दर्शकहरू पनि त्यत्तिकै छ। के भन्न चाहनुहुन्छ फ्यानहरूलाई? धन्यवाद भन्छु। यस्तै साथ सपोर्टको अपेक्षा गर्दछु। यसै गरी हाम्रो शङ्कर श्रेष्ठ केही भन्न चाहनुहुन्छ? एकदम ह्याप्पी, हामीले मेहनत गरेको अनुसारको सफलता पायौँ, यसमा खुसी छु म एकदम। हस्, थ्याङ्क यू। मेहनत गर्छु। गणेश कर्मचारी के भन्न चाहनुहुन्छ फ्यानहरूलाई? ल, नयाँ हाम्रो मनोज श्रेष्ठ के भन्न चाहनुहुन्छ? हामी एकदम खुसी छौँ। अब अर्कोचोटि जितेर चाँदीको यत्रो डल्लो चिसापानी लिएर गएर राख्नुपर्छ भन्ने। ओके, थ्याङ्क यू। नयाँ भाइहरूलाई पनि हेलो। हाम्रो बेस्ट लिब्रो सबैको सेट टिम मिलेर चाहिँ हामीले जित्न सेट मिल्दै गएर राम्रो भयो होइन। त्यस्तै हो, अर्कोचोटि पनि हामी उठाउँछौँ भन्ने हामीलाई लागिरहेको छ। हस्, थ्याङ्क यू। नवीन अर्जुन श्रेष्ठ के छ? नयाँ फर्स्ट टाइमको यो नगर कप कस्तो एक्सपिरियन्स कस्तो रह्यो? धेरै अनुभव भयो प्रायः जस्तो खेल्दा, सबैजना मिलेर भयो। अब अर्को वर्ष पनि लानुपर्छ। ओके, ल। सन्तोष के अरे सन्तोष के नाम? सञ्जय, हाम्रो नवीन के छ? फ्यानहरूलाई के भन्न चाहनुहुन्छ? फ्यानहरूलाई चाहिँ यस्तै साथ सपोर्ट दिनु भन्न चाहन्छु। उता हाम्रो तिलक के छ? दोस्रो मन्थली नगरका भलिबल प्रतियोगिता 2082 ल, चिसापानी 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 चिसापानी। ओके, यस्तो रहेको छ। अनि हाम्रो टिम म्यानेजर शुभम श्रेष्ठ सर एकदमै खेलाडीहरूलाई यति धेरै राम्रो म्यानेजमेन्ट गरेर उहाँले यहाँसम्म पुर्याउन सफल हुनुभएको छ। के भन्न चाहनुहुन्छ? एकदम खुसी लागेको छ, हाम्रो खेलाडी भाइहरूले राम्रो खेलेको छ। हजुर, अब एकचोटि जितेर चाहिँ हामीले यो सिल्ड चाहिँ ओडामै राख्ने प्लान बनाएको छौँ। ओके, सबैले सहयोग गरिदिनु होला, सबैले हौसला बढाइदिनु होला। धन्यवाद। हस्, थ्याङ्क यू सो मच। ल, सबैजना सपोर्ट गर्नुहुने धेरै धेरै धन्यवाद।